सेवालो भन्ने नि अहिले यत्रो दिन किन राखेको जस्तो भयो क्या। हेलो साथीहरू, सेवारो इस्मी आशा र हजुरहरूलाई कुसाङ फ्लाइङ बसमा धेरै धेरै स्वागत छ। र आज चाहिँ हामी कुसाङलाई हस्पिटल लिएर जान आँटेको, किनभने आज 9-10 डेज भइसक्यो बिमारी भएको। ज्वरो आउँछ, छोड्छ, 5 डेज आयो, 2 डेज छोड्यो, फेरि आयो हो। अनि त्यसैले गर्दाखेरि आज चाहिँ अलिक ठुलैमै लगौँ न त भनेर जताउन जान आँटेको हामी आमा छोरा। खोकी पनि छ नि त, अनि त्यसैले गर्दा घ्यार खोकी ज्वरो अनि त्यसपछि छेरै छ। त्यसैले गर्दाखेरि आज हामी आमा छोरा जान आँटेको है कुसुम। चाहिँ अब बसको लागि पर्खाइमा छु हो। कुसाङ चाहिँ मिलाउनु खोजिरहेको छ ज्वरोले गर्दाखेरि। कुसाङ चाहिँ आउँदैन त हौ। यहाँको चाहिँ यहाँनिर बस स्ट्यान्ड छ, त्यो पनि भत्काएछन् क्या यहाँनिर। त्यही घाम सजिलो हुन्थ्यो, भत्काएर त छैन नि हौ। कुसाङलाई चाहिँ ज्वरोले गर्दा निकै साह्रो पारेको छ हो। सुत्नु भयो, डक्टरले फेरि इन्जेक्सन हाल्नु। टिकट काटेर आयो हो, अब जचाउने हो कस्तो भन्नुहुन्छ डक्टरले। कतिले कार्टुनहरू छ हौ, टम एन्ड जेरी। आहा कुसाङ त कति राम्रो छ हौ। डक्टरले के भन्नुहुन्छ खेल्ने म कसले छ। नानीहरू त वेट नाप्ने। ल छिटो पानी हाल्छु भन्नुभयो। हुन्छ, तपाईँ घरबाटै गर्नु पऱ्यो है। गर्ने बेला पिसाब पनि त कहाँबाट आओस् त, भएको रुँदा पसिना जान्छ। के मान्ने भएछ तिमीले हातमा? नानीले के भन्नु के बनाएको के भन्नुभयो? प्राय गर्नु त मलाई प्राय गर्नु त त्यहाँ बस्नु नि हामी प्राय गर्छु त लु। मलाई त डर लाग्छ। नानी No, 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 no.
चाहिँ हामी नानीको भिडियो एक्सरे गर्नु भन्नुभयो नि त छातीको त्यहाँनिर चाहिँ रहेन रहेछ सुविधा त्यसैले गर्दाखेरि अर्को हस्पिटल जान आँटेको कुचाङको हात चाहिँ नानी चाहिँ सुतिसकेको छ बल्ल बल्ल कस्तो गाह्रो हुँदो रहेछ हौ यो नानीको आमा भएपछि हामीलाई कसरी हुर्कायो होला क्या आमा बाउले त्यस्तो लाग्छ नि आमा कति रुखु भिडियो एक्सरे गर्दा यति रुखो कि सबै फेरि फुकाल्नु पर्दो रहेछ लुगा पनि लुगा नफुकाले जस्तो लाग्छ चेनहरू त फुकाल्नु पर्दो जस्तो लाग्छ लुगा पनि फुकाल्नु पर्दो रहेछ क्या अब एकछिन भए पनि सुत्छ एटिएमबाट पैसा निकाल्ने हो साथी हो पैसा चैट 8-9 हजार बोकेको त चैट छैन 1-2 सय मात्रै उठिरहेछ हस्पिटल गएपछि त पैसा त पानी जस्तो कुसाङ पनि उठिसक्यो अब चाहिँ हामी कुसाङलाई फागु किन्न जाने है नानीको किनिसक्यौँ र अहिले चाहिँ उसलाई हाइड्रेट होस् न त जिउ भनेर के अरे यो नरिवल पनि किनिसक्यौँ त्यो पनि 2 दिवटा होइन यो स्याउ स्याउ ड्र्यागन फ्रुट्स ल अब उता देखाउनु नि त कुसाङ हौ र साथी हो अब हामी चाहिँ खाजा खाने हो के भन्नुभरि खाएको छैन यता हस्पिटलको नानीलाई सुता बल्ल बल्ल घरमा नानी अब चाहिँ हामी खाजा खाने कुसाङ त सुत्नु पर्दैन चाहिँ क्या हो भारी बोक्ने चाहिँ उहाँ हुनुहुन्छ भरिया मोमो खानुपर्छ है ल नानी चाहिँ बस्नु भएको छ पसिना भएर ल एकछिन बसौँ न त एकछिन बसौँ आइया हुन्छ ल अब आयो नि त आइसक्यो के किन्नु हो नयाँ हाम्रो खाजा चाहिँ आइपुग्यो ल कुसाङ के भयो एकछिन न त ल ल ल ल तिमीलाई दिन्छु म तिमीलाई दिन्छु यहाँ खाऊ त लु खाऊ त कस्तो हुन्छ अनि हामी त खाजा खाइसक्यौँ र हिँड्यौँ कुसाङलाई चाहिँ एप्पल खाने अरे नि त हो बिचरा सिकान भयो सिकान पछि त्यो त कता कुसाङको बिचरा बिस्तारै है मेरो छोराहरू दुख्छ है ल नि त मिठो थियो है मिठो सस्तो मिठो अब चाहिँ अब हस्पिटलमा छु रिपोर्टको लागि के हो रिपोर्ट आउँछ अब हेरौँ स्याउ खाँदै हुनुहुन्छ है चिची आयो अब रिपोर्टमा के आउनु हाई भनिदिनु न चेवालो भनिदिनु अहिले नि मैले धेरै खाएको च्याउ आधी चक्ने के भन्छु रिपोर्ट पर्सेको भनिदिनु हामी चाहिँ नानीको उपचार गर्नको लागि के भयो नानीलाई बाल इन्फेक्सन छ कि भन्ने चाहिँ जन्मिएर आएको थियो तर मैले चाहिँ नानीलाई पानीसँग हस्पिटल राख्ने बाध्य भएँ किनभने नानीलाई धेरै नै मात्रामा पिसाब इन्फेक्सन ब्लडमा खराबी बन्ने टाइपको भएको छ त्यसैले डक्टरले पानीसँग राख्ने भन्नुभयो मैले किन 8-9 दिनसम्म त्यत्तिकै राखेको छु कि जचाएर जस्तो भयो कस्तो भयो क्या नानीको दुखाइ छिरेको यहाँनिर मात्रै 3 चोटि छिरेको क्या खुट्टामा त्यसरी त्यही साह्रो के त्यही रुख भएर यति मन दुख्छ नि आमा भएर मैले यत्रो दिन किन राखेको छु जस्तो भयो क्या किन छिटेन जस्तो भयो क्या यहाँ टाइफाइड पिसाब इन्फेक्सनदेखि सबै ब्लड कम्ती भएर नानीलाई पानी नराख्नुपर्ने मैले हस्पिटलको बसाएँ
नानी गएको देखेर क्या आफूलाई मन पर्ने यस्तो मन पर्ने कि ल कति चाहिँ खान्छ त्यो बनाउँदाखेरि फिल हुन्छ साह्रो मतलब केयरफुल गरेर उसलाई हेरविचार गरेर राम्रो भने त्यस्तै हो लाग्ने फिभरहरूदेखिको लिएर आफूलाई कस्तो हुने क्या रुँदाखेरि त्यो सुई लाउँदाखेरि भगवान्देखि 4-4चोटि अब हेरौँ कतिको सुधार हुन्छ बिचरालाई अहिले अलिक कम भइरहेको छ लगाइदिनु भयो नि त जरुरी डेज 5सम्म हुनुपर्छ सुधार हुँदै गर्छ के हुन्छ अब घरबाट पनि आउँदै हुनुहुन्छ आमा मेरो माइतीको आमालाई म बस्नुपर्ने अब बल्ल सुतेको ज्वरोले त्यो पनि ल साथीहरू आजको भिडियो चाहिँ गर्न चाहन्छु अब यस्तै हो डे 5सम्म बस्नुपर्ने भयो अब आज त डे 1 भइहाल्यो भएन भने 7 डेज राख्नु भन्नुभएको छ भएसम्म चाहिँ 5 डेजमै निको भए झनै राम्रो त्योभन्दा अगाडि भए त झनै राम्रो मलाई पनि राम्रो कुसुमलाई पनि राम्रो र आजको भिडियो चाहिँ यही गर्न चाहन्छु किनभने अब नानी यस्तो बिमारी भएकोलाई भिडियो गर्नु एन्ड पनि भयो भनेर भनिन्छ मैले चाहिँ अब सोचेको पनि थिइनँ हस्पिटल बस्छु र भिडियो गर्छु त्यसो भनेर सोचेको नि एउटा नर्मल्ली नानी बिमारी भएको छ भन्ने एउटा त्यस्तो सोचेको थिएँ ठिकै छ हस् त बाई बाई